फ्रेन्ड, वेलकम। सन्चै हुनुहुन्छ? म सन्चै छु, हजुर पनि सन्चै हुनु होला। स्वागत छ है मेरो युट्युब च्यानलमा। हजुरहरूले हेर्नुहुन्छ आज पनि माछा बोकेर आउनुभएको छ मेरो मम्मीहरू। माछा अनि सानो माछा तयारी गर्दै हुनुहुन्छ। हजुरहरूलाई देखाउँछु ल। तेरो आज फेरि माछा बोकेर आउनुभयो मेरो मम्मी। हेर्नुहुन्छ सधैँ माछा ल्याइदिनुहुन्छ घरि, कहिले यसको लागि कहिले त्यसको लागि। हेर्नु कुन माछा छ, यो झिरे मिरे कुन माछा भन्छ थाहा छैन। किरामा पुरा पनि छ यो किरा, छुट्याउनु पर्छ। झिरेमा पऱ्यो भन्छ कुन भन्छ मलाई थाहा छैन। यो माछालाई छुट्याउनु पर्छ, म त सक्दिनँ यहाँ पनि छ। दुईवटा माछा छ। डल्ले माछा भन्छ कि कब्बोई माछा भन्छ नि साथीहरू। यो माछा अधिरालाई बनाउनु पर्छ। यो त म छोडिदिन्छु, म जान्छु। अब पखाल्नु पर्छ माछा पखाल्नु परिरहेको छ। दुईवटा माछा ल्याएर के गर्नु पर्ने? मैं करना थी स्टार्ट। हिसाब रखो हमें। मेरो मम्मी कस्तो बोल्दै हुनुहुन्छ सुन्दै यहाँ माछा पक्ने जाने माछा मम्मी त सानो माछाको रेसिपी साथीहरू हेर्नुहुन्छ। आज थोरै माछा थियो हेर्नुहुन्छ, सानो माछा थोरै हेर्नुहुन्छ। यति सानो माछा छ, त्यसमा अब राई साग हाल्नुपर्छ भने राई साग पनि एक दुईवटा मात्रै बिरुवा थियो यसको। अनि त्यसको अब अलिकति यो साग चिन्नुहुन्छ, यो साग पालङ साग यो हालेर मिसाएर पकाउँछु आज। हेर्नुहुन्छ त पकाउन अब जाम साथीहरू है, कस्तो हुन्छ। हेर्नुहुन्छ सानो साग थियो कि सागै थोरै थियो, त्यही भएर सानो मसिनो पात छ। अनि यसलाई काट्नु पर्दैन। यता म मिसेला रेडी पार्दै थियो। साग टिप्न गएको थियो, डढो पनि आएको छ। त्यसैले यो हालिदिनु अनि मजाले भुट्नु। हेर्नुहुन्छ यो सानो यति थोरै माछामा यति धेरै मसला हाल्यो भने के हुन्छ होला सोच्नु। अघि दुई मसला तयार पारिसकेको थियो, त्यसमा साग हाल्यो। साथीहरू अस्ति पनि माछा खाएको हो हामी। अनि मम्मीहरू हिजो पनि जानुभएको थियो अस्ति दिन। दुईवटा माछा ल्याउनु भयो, सानो पनि ठुलो पनि। अनि ठुलो पकाएर खायो, भिडियो बनाएन। कति भिडियो हाल्नु, भिडियो बनाउन पाएन मैले, मजाले हाल्नु पनि पाएन। अनि सानो चाहिँ राखिदिनु भएको थियो, सानो चाहिँ हामी राखेको थियो आज राति पकाउने। अनि अहिले पकाउँदैछु साथीहरू। थोरै भयो अनि बच्चाहरू खाइहाल्यो, मिठा खाइहाल्यो। त्यही भएर त्यसमा अलिकति सानो मिसाइदिनु खोले घाँटी हामी 3-4 दिनमा चाहिँ पुगिहाल्छ। साथीहरू थोरै माछामा अलिकति पानी हाल्छु। सोच्नु थोरै माछा छ भने थोरै हाल्नु पर्यो नि। अब सोच्नु होला यति यस्तो मसला अब खायो भने चाहिँ के हुन्छ होला भोलि बिहान। बग लागिरहेको छ। यसमा माछा हालिदिनु पाकिसक्यो साथीहरू। अब टेन्सन छैन, अब खाने। मेरो माछा